नमस्कार छ सबैलाई नमस्कार छ यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मेरा आफन्तजनहरू सम्पूर्ण जति यहाँ उपस्थित हुनुभएको छ यहाँलाई विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना सबैमा खुसियाली छाएको छ यसरी नेपालबाट आएर यहाँ आएर तपाईहरु समक्ष सामूमा आएर टीका लगाउन पाउनु टीका लगाइदिन पाउनु आशीर्वाद दिन पाउनु हाम्रो एउटा सौभाग्य हो मैले एउटा सौभाग्य सम्झेको छु हाम्रा सम्पूर्ण तिवारी परिवार हाम्रा जमाइचेलाहरू भान्जा भान्जी नाति नातिनाहरू सबै उपस्थित भएर एउटा वातावरणमा एउटा हर्षको वातावरणमा खुसियाली वातावरणमा हामीले यसरी टीकाकरण गर्न पाउनु र टीका लगाउन पाउनु एउटा सौभाग्यको दिन हो। यस्तो सौभाग्यको दिन सधैँभरि आओस् र तपाईहरु पनि सधैँभरि देवी भगवतीले खुसियाली राखुन् सुस्वास्थ्य राखुन् दीर्घायु राखुन् भन्ने एउटा शुभेच्छा म प्रकट गरेको छु। यस्तो किसिमको एउटा अवसर भन्ने कुराहरू एउटा मौकाले मिल्ने कुरा हो। मैले यसलाई अहोभाग्य सम्झेको छु। भगवानको कृपा हो यो यसरी जम्मा भएर हामीहरू टीका प्रसाद लगाउन पाउनु आशीर्वाद दिन पाउनु यसलाई एउटा मैले सौभाग्य सम्झेको छु। यस्ता सौभाग्यका दिनहरू आगामी दिनहरू पनि आउन् र तपाईहरु यहाँ सबै हाम्रा आफन्तहरू हुनुहुन्छ तपाईहरुमा एक आपसमा कहिलेकाहीँ दुःख सुख हुन सक्छ ती दुःख सुखहरूलाई साटासाट गर्नु होला एउटालाई समस्या पर्यो भने तपाईहरु सबै एकजुट भएर त्यसलाई समाधान गर्नु होला भन्ने मैले आशा लिएको छु। अब मैले त के भनौँ र सबै भगवानको कृपा हो उनी देवी भगवतीको कृपा हो हामी त भन्ने मात्रै हो। तपाईहरु जसरी यहाँ एउटा एकत्रित भएर यसरी जमघट भएर यो विजयादशमीको टीका लगाउनको लागि यसरी उपस्थित हुनुभएको छ एउटा सौभाग्यको दिन यो फेरि पनि आओस् भन्ने एउटा शुभेच्छा राख्दै म यहाँहरु समक्ष मेरो भनाइलाई अन्त्य गर्छु। हस्त जय दुर्गा भगवानी तपाईले हैन क्यानो इन्टरभ्यु नि मैले होइन इन्टरभ्यु लिएर तपाईले त तपाईलाई कस्तो लाग्यो भिडियो त ह्याप्पी अब यस्तो गरेर बनाउने अब यस सभाका सभापति महोदय भन्नुहुन्छ कसरी बनाउने ओहो